केही कारणहरू हुन सक्छ के रिपोर्ट त किन गरिदिया होला र कसलाई के बिगारियो छ र हामीले हैन तपाईकोमा त्यो हरियो स्टिकर धेरै कुदेर पनि हुन सक्छ है त्यो थ्यांक यू सो मच कमेन्टमा पनि अलिकति पुग्छ त्यो एउटा इमोजी दाइका फेरि मोडरेटरहरु पनि दाइको फेभरेबल छैनन् रे अनि भाकोलाई गाली यस्तो के अमित यस्तो के अरुका कुरा छोड्नु कुनी यस्तो भयो के जस्तो तपाईले त्यो बिरामी केटाकेटीलाई देखाएर तपाईको आइडी गयो नि त बिचरा बाँकी अब रिपोर्ट त कले गरेनन् त्यो कुरा त छोड्दिम छुट्टै छ मेन कारण भनेको मेरोमा पनि गरेको अब तपाई कुरा काटे गरेको त दुई जनाले हो एउटा फेक आइडी हो एउटा तपाईकै आइडी हो अब त्यति भन्दा अरु हैन अब त्यो के कुरा गर्ने अरे बाबा मैले आफ्नै मेसेज पठाउन नजान्ने मान्छेले टिकटकमा तपाईको रिपोर्ट गर्छु मैले कस्तो पत्याएर हिँड्नुहुन्छ तपाई त्यही आएको थियो अनि आफ्नै इमेलमा मेसेज पठाउन नजान्ने मान्छेले म तपाईको रिपोर्ट गर्न जानेया छु कस्तो कुरा गर्नुहुन्छ लाफा वेलकम झुकेर गएछ झुकेर फेका यस्तो कुनै मेरा त हजारौं आइडी बनाएछन् नि त अब को अब तपाईकै 5-7 वटा आइडी छन् अमित जी का हैन अब मेरा कति हजारौं छन् मेरै नामका आइडी बनाएर हिँडिया छन् अब मलाई के थाहा हुन्छ र म त त्यस्तो कसैलाई पनि गर्दिन हैन त्यो कुरा त किन गर्ने त्यो गइसकेको कुरा अब सिद्धियो हैन दाइ तपाईको चाहिँ अब यस्तो भयो के तपाईले की चाहिँ तपाईको त्यो इमोजी धेरै भएर पनि गयो हो अर्को चाहिँ तपाईले लाइभमा अब के बोल्नुहुन्छ त्यसमा पनि डिपेन्ड हुन्छ दाइ के पनि के हुन्छ हैन यस्तो हो के मेरो ठुलो आइडी गएको कारण भनेको एकैचोटी अर्को कुरा चाहिँ तपाईको के भन्नु मैले दाइ तपाईको पहिलाको आइडीलाई त्यो उनीहरुले सस्पेन्डमा राखिराछ त्यो 3 महिनासम्म चाहिँ तपाईलाई चेक गरिरा हुन्छ सेम आइडी सेम नामको मान्छे छ कि छैन हेरिरहन्छ अनि त्यो कारणले गर्दाखेरि तपाईको यसरी गयो मेरो जस्तो सेकेन्ड आइडी गयो नि नाम सेम भएको थियो सेम थियो अनि यो मान्छेले किन त फास्ट छिटो फेरि गेम खेल्न आयो भन्दो रहेछ क्या उनीहरुले त्यही भएर थोरै देर रेस्ट गरेर अनि आउनु भयो नि अर्को हुन्छ बेटर कि चाहिँ तपाईको नामै चेन्ज गर्नु पर्यो पुरै नाम चेन्ज गर्नु पर्यो नागरिकताको नाम राख्दिनु अहिले चेन्ज गर्नु पर्यो क्या दाइ सबै यहाँ यी गुड मर्निङ अमित भाइ भन्दै लेख्न आउनु भएको थियो म भन्दा फुच्ची होला 10 वर्षको अब भाइ भनिदिन्छ अब भयो लगाइ अब सबैलाई पठाउनुस् त अमित सर एकचोटी यता हर्र फलो गर्न पठाइदिनु सबैलाई ल हामी 2200-2300 जना छौं 2300 जनाले हाम्रो शिव खरेल दाइलाई एकचोटी फलो गरिदिनु त सबै जनाले फलो गरिदिनु सबैले साथी बन्नु होला है त सबै जनाले साथी बनाइदिनु त उहाँलाई फलो गरिदिनु फलो त गराइदिनु अब 2-4 दिनपछि फेरि यो पनि उड्ला जस्तो छ तै पनि फलो गरिदिनु साथीहरु के फरक परेन पैसा चाहिँ निकालिहाल्नुस् है राति बेलुका दाइ नत्र उड्ला फेरि पैसा नि लाइभ बस्नेबित्तिकै प्याटै निकालिहाल्नुस् पेपलतिर हाल्दिहाल्नुस् हैन त निकाल्न पो किन पर्यो तपाईहरुलाई आएर गेम खेले बेला हान्दिए त भइहाल्यो के हुन्छ जब मेरो रहला तब तपाईहरुले आफूलाई आयो माइलले हाल्यो भने त बर्बाद हुन्छ त कति लेभल पुग्यो दाइ गिफ्ट हाने गरेर 0 लेभलको रहेछ दाइ यो 0 लेभल राख्नुस् यो तपाईलाई त्यही नै ठीक हुन्छ दाइ माइलले तपाईको नागरिकताको नाम के छ नागरिकताको नाम भर्खर त हिजो खोल्यो आइडी त अब कहाँबाट चाहिँ तपाईको लेभल भन्नुस् त दाइको नागरिकताको नाम के छ हिजो खोल्यो आइडी शिव प्रसाद खरेल हो नागरिकताको ल साथीहरु सबजना शेर बहादुर छ भन्ने कुरा आयो के खेखदा बहादुर होइन नि कुमाई मान्छे कहाँ हो बहादुर होइन त हुँदैन कुमाई कहाँ हुन्छ शिव प्रसाद खरेल होला हैन दाइ प्रसाद नै होला नागरिकतामा के नागरिकताको नाम शिव प्रसाद खरेल होला हो त्यही राख्नु दाइ अब माइला डन राख्नु न खुर्का लाएर सकिगयो त तलमाथि माइला डन राख्नुस् त्यो राख्नु पर्यो हो माइला डन ल अनि तर डन भन्ने नि ठोक्छ नि माइलालाई नाम दिएर सक्नु भएको छ त माइला डन भनेर अनि डन भन्दाखेरि फेरि यो हकीकत डन होइन रे बल्ल फेरि होइन हकीकतमै डन भयो नि के भएर दाइ तपाईले टिकटक खाइसक्नु भएको त डनै त हो नि 2 किलोको हात पर्यो भने त डराउँछ नि त माइललाई मैले भन्दा पनि टिकटक चाहिँ अमित सरले खानु भयो म त त्यस्तै एउटा कल्पना मात्रै हुँ टिकटक खानु भनेको अमित सर थियो मैले एउटा कुरा रिसर्च गरे के अमित सर
हजुर माइलदाईले जुन दिनसम्म मलाई गिफ्ट हान भन्नुहुन्न थियो त्यो बेलासम्म उहाँलाई गिफ्टको वर्षा थियो साँच्ची भने माइन्ड नगर्नुहोस् है माइलदाई हजुर तपाईँले गर्नुहोस् मद्दत गर्नुहोस् यहाँ हान्नुहोस् भनेपछि नहान्ने रहेछन् के कस्तो अनौठो कुरो माइलदाईले चुपचाप लाए बरु माइलदाईले हान्ने त्यो मैले गरेको रिसर्च हो दाइ हो नबोलिकन बसी बरु हान्छन् बोले हान 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 तिमीहरू के हेर्छौ तिमीहरू यो गर भनेपछि झन् रोज पनि नहान्ने रहेछन् एकदम सही हो बरु चुप्प बसेर आफै मन लाएर हान्छन् यस्तो के मैले अराएको नमान्ने के यिनीहरूको उद्देश्य भनेको दाइले थर्काउँछ दाइले भनेको मान्नुहुन्न त्यस्तो छ के केटाहरूलाई फरक हामी किन थर्काएर मान्ने हामी आफ्नै मालिक हौँ हामी आफ्नै चाहिँ दिमागका आफ्नै चाहिँ नम्बर शरीरका मालिक हौँ भन्छन् कि केटा दाइलाई एकजनाले हानेको छैन होला कसले भनिदेऊ ठुलो लेभलको सोनामले हानेको छैन कसले अरे सोनाम उहाँले चिन्नुहुन्न सोनाम भनेको हाने भए पो चिन्नु माइल दाइले हान्यो भने त गाली गर्न थालिहाल्छ नि भोलिपल्टदेखि गिफ्ट हान्यो भने साथ त पाउने होला ठोक्न थाल्छ नि अमितजीको जस्तै उसको 47 भएछ के तर उसले मलाई पनि एउटा फुल पनि हानेको छैन फेरि कहाँ हानेर बनाए क्याट्रिनलाई यति धेरै हाने कसको क्याट्रिन सोनाम सोनाम मैले त चिनेकै छैन सोनामलाई अहिलेसम्म ल अब सोनाम नचिनेसी हुन्छ यहाँ तपाईँ बर्बाद टप आइडी अब हामीलाई गिफ्ट हामीसित चाहिँ उठक बैठक गर्न पर्यो नि त हामी चिन्नलाई त्यतिकै कहाँबाट चिनिन्छ त तपाईँ केटी हुनु पर्यो नि त दाइ सीता खरेल भइदियो भए हान्थ्यो शिव खरेल हुनु पार्वती खरेल भए हान्थ्यो ए अच्छा केटी भएको हान्दैन उसको सक्ने केटी हान्ने हो केटी हान्ने केटी हान्ने अनि केटीलाई गिफ्ट हान्ने तपाईँ पनि होइन अहिले सर्टकट पो भने अहिले यहाँ केटाहरूले के अरे पुरा रेकर्ड गरेर त्यति मात्रै हालिदिन्छन् नि फेरि अरे उहाँ पहिला अस्मिता जुरेलीलाई हान्यो पहिला अझ कोपीवाला अहिले क्याट्रिन बाहेक हान्दैन एनीवे उहाँको आफ्नो इच्छा हैन एनी हो कोही त केटीलाई हान्ने पनि त चाहियो केटी पनि त हामी जस्तै होस्टर हुनु नि त यार केटीलाई किन न ल हुन्छ पछि भेटौँला फेरि ल